हेलो गाइस आज हामी नाइट स्किन केयरको बनाउँदैछौँ। हामीले चाहिँ यो पहिला मोइस्चराइजर यता हेर्नु होला, यस्तो लाउने हो। यो चाहिँ यस्तो गर्ने, यस्तो यस्तो यो नाकमा पनि अलिकति लाउनुपर्छ, यस्तो यस्तो नि गर्नुपर्छ। मैले पहिले अगाडि लगाएको थिएँ यस्तो गरेर यो मोइस्चराइजर चाहिँ हामी यस्तो यस्तो गरेर मार्छौँ, त्यसरी लाउने होइन, यस्तो गर्ने ट्याप 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 ट्याप। तिमीले लगाएको मिलेन क्या, लाऊ यस्तो यस्तो धेरै भइसक्यो। यस्तो यस्तो गर्ने हो। तर मेरो यो अलि मिलेन, के भएर मिलेन थाहा भएन, तर लाउनु चाहिँ यसै गऱ्यो है गाइजहरू। यो चाहिँ अलि समरको लागि हुन्छ, विन्टरको लागि अलिक फाप्दैन। फाप्दैन? कसले भन्यो? यो लास्टै चिलो हुन्छ। हामी चाहिँ दिदीबहिनी हो। अब यो भिडियो चाहिँ म युट्युबमा हाल्न सक्छु च्यानलमा। सब्सक्राइब गर्नु। यो भिडियो हेरेपछि सबैजनाले सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई है त गाइजहरू। अब यसपछि हामी चाहिँ लिप बाम लाउँछौँ। लिप बाम पनि होइन, ग्लस भन्छ यसलाई चाहिँ। यसले चाहिँ ओठ एकदम नरम पार्छ। अब यति भएपछि फेस नरम, स्किन नरम भयो। अब ल त्यसको लागि चाहिँ हामीले अलिकति नयाँ ट्रिक लाउनु पर्ने हुन्छ। सक्दैन नि त गाइस। के भन्दैछु, लुगाले ट्राई गर्न लगाएको छु, तै पनि हुँदैन जस्तो छ। माफ गरिदिनु होला। नत्र हामीले सकेन भने हामीले यो स्किप गर्नेछौँ। यसको लागि चाहिँ हामीले क्षमा माग्यौँ, यो लाउन सिकाउन सकेनौँ। यो खोल्दैन, फुल्छ फुल्छ, हार मान्नुहुन्न अहिले। गाईहरू खै उल्टो कपडाले त मैले पुसिसकेँ। भिडियो धेरै लामो भयो गाइजहरू। तपाईँहरू नहातिनु होला, धैर्य धारण गरेर बस्नु होला। फाइनली खोल्यौँ हामीले। यो चाहिँ पालै पिलो लाउनुपर्छ। हामी चाहिँ एउटा मात्र छ। उसले लगाएको चाहिँ मैले लाउँछु। उसले देखाउ त तल्लो ओठमा लाउनु कसरी? त्यसरी? हजुर। अनि यस्तो गर्ने लास्टमा।